ओके हेलो दर्शक महानुभावहरू हामी उपस्थित भइसकेका छौँ यो प्राविधिक समस्याको कारण हामी हेलो साथीहरू आफ्टर लङ टाइम तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा अनि म फेरि मेरो युट्युब भिडियोमा ब्याक भइसकेको छु हैन तर यो भिडियो एडिट हुन्छ हुँदैन थाहा छैन हैन अल्छी लागेन भने चाहिँ म गरेर अपलोड गर्छु अनि आई थिंक आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु आरामै छु दिनहरु यसरी डुल्दै बितिरहेको छ अनि आज मैले चाहिँ नयाँ भिडियो के सम्बन्धी लिएर आएको छु भन्दाखेरि आज चाहिँ म जाँदै छु बल खेल्न फुटबल खेल्न जाँदै छु हैन त्यही हो अनि हामी चाहिँ यहाँदेखि पारी सागुडीगढी साप्तेन भन्ने ठाउँमा जानुपर्ने हुन्छ हैन जाँदै गरेको अनि हामी चाहिँ अलिक लो क्वालिटीको प्लेयर भन्दा नि हामीसँग चाहिँ मनी नभएको कारण हैन हामी चाहिँ हिँडेर जानुपर्ने हुन्छ हामीसँग साधन छैन अनि हामी चाहिँ के भन्छ अलि गरिब प्लेयरहरु हो क्या गरिब प्लेयर हो अनि मसँग जाँदैछ मेरो प्रिय मित्र रिन्दाम्यान एनसी साथी लिएर जाँदैछु अनि जाँदैछौँ गरिब प्लेयर हो हामी चाहिँ हिँडेर जानुपर्ने हुन्छ हामीसँग पैसा छैन अझ भयो भने त हामी त अझै पैसा तिरेर जानुपर्ने हुन्छ मान्छेहरू चाहिँ अरू ठाउँको मान्छेहरू अलिक राम्रो प्लेयरहरू चाहिँ खेप भन्छ हैन पैसा लिएर जान्छ हैन हामी चाहिँ अझ उस्तै भयो भने टिमलाई पैसा तिरेर जानुपर्ने हुन्छ जाँदैछौँ अनि आज चाहिँ हाम्रो म्याच छ तेम्बाङ भर्सेस पिङबुङ हैन पिङबुङ चाहिँ यहीँ पारी ख्वाफुकको छिमेकी क्लब भने तेम्बाङ पनि सागुडीगढीकै हो अलिक पर मूलघाट भन्दा माथि पर्छ त्यो चाहिँ मेरो माउली गाउँको टिम हो त्यही भएर त्यहाँबाट खेल्न जाँदैछु म अनि हाम्रो म्याचको प्रत्यक्ष प्रसारण चाहिँ मेरो गन्तव्य भन्ने फेसबुक पेजबाट चाहिँ लाइभ हुन्छ आफ्नो अप्ठ्यारो छ झनै लडियो त्यही हो अनि जाँदैछौँ अब बाटोमा अलिअलि सानोतिनो क्लिपहरू हेर्दै बनाउँदै जान्छु म त्यही हो सपोर्ट गर्दै गर्नु होला मेरो भिडियो हेरिदिँदै गर्नु होला त्यही हो अनि कस्तो लागिरहेछ त मसँग हिँड्न पाउँदा पछि म बुढी भगाउन जाँदा पनि तिमीलाई लिएर जान्छु ल तिम्रोमा मलाई लिएर जाऊ भाउजूलाई यसो भाउजू ल्याएर विदेश गयो भने म भाउजू हेरचाह गर्छु मतलब यस्तो यताउति दायाँ बायाँ के गर्छ गर्दैन यसो हेरिदिन्छु भन्नु खोजेको क्या अनि ऊ चाहिँ हाम्रो गाउँको एकदमै इमान्दार मेहनती लगनशील खोइके मिलनसार सबैसँग अनि आँखामा राख्दाखेरि पनि नबिजाउने तारिफ धेरै गरे क्या मख पर्दै होला पछाडिपट्टि साग देखाएर केरा पनि तिम्रो घरमा भएको जस्तै छ त खाली बोक्रा देखाएर केरा किन्नु होला केरा थियो भने मलाई आज इनर्जी आउँछ अरे त्यही हो अनि लाग्यो एक्सट्रिम किन्नु त लाग्दैछौँ बाटो यस्तो छ यो चाहिँ फेरि बाटो होइन नि रोड हो यो उकालो भयो नि रोड हो खतरा छ रोड अनि त्यहाँको के अरे तोरण के भन्छ कि लुमधार तोरण कि तोरण भन्छ ग्राउन्डको उता साप्तेनको ग्राउन्डमा देख्दै थिएँ सायद त्यहाँबाट उठाएर लग्यो क्या भनेर बिल्ला हानेको चाहिँ होइन उता पनि देख्दै थिएँ तोरणै होला यहाँ छैन नि त्यहीँको उठाएर लग्यो क्या के अर्को वर्षलाई राख्नु पनि सक्छ आयोजकहरूले त्यही त गरेको त माथि नयाँ हालेको थियो ए अनि पहिलाको चाहिँ यहाँ तल ल्याएको त्यो बुटबुटाएर राखेको होला नयाँ काचक लुगा उयो गर्दा हुँदैन त्यस्तै भइरहेको थियो यहाँको पोहोरको साल शिवरात्रिमा आएको थियो त माथि अनि कसरी पोहोरको भनेको त पोहोर त गेम भएन त्यतातिर हुनसक्छ तिम्रो गेस पनि सही हुनसक्छ जे भए पनि उनीहरूलाई थाहा छ के थियो अनि उताबाट पनि लागेको रहेछ ग्राउन्डमा होइन म ग्राउन्डमा गएर नि यसो भिडियो यताउति हल्लाएर देखाइदिन्छु अनि सासले मार्नु अनि त्यहाँको पोस्ट चाहिँ फेरि यस्तो रुखको रहेछ अलिक मन पर्दैन त्यतिको गेम गइसकेपछि चाहिँ अनि फलामकै मतलब के हुन्छ फलामकै पोलर ल्याएको भए चाहिँ राम्रो देखिन्थ्यो केही छैन अब यो कुरा चाहिँ मैले भन्ने कुरो होइन त्यही पनि मैले भनिदिइहालेँ नेक्स्ट टाइम बेटर गर्नुहुन्छ होला उहाँहरूले
तर एउटा दुःखको कुरा चाहिँ के छ भने हामीले पनि म्याच मागेको थियौँ त्यहाँ, तर हामीलाई दिएन। किनभने हामीले भर्खरै यहाँदेखि म्याच जितेर लगेको थियौँ त हामीसँग डराउनु होला भनेर अनि कसरी भन्नु। मागेको भन्दा नि सुरुमा चाहिँ हामीले यहाँ जित्दाखेरि चाहिँ उहाँलाई भेट भएको थियो। अनि तपाईँहरू यदि आउन चाहनुहुन्छ भने हामीलाई कन्ट्याक्ट गर्नुहोस्। कन्ट्याक्ट नम्बर हाम्रो त्यहाँ गन्तव्यमा आउँछ भन्ने कुरा थियो। अनि लन त भन्ने हामीले कन्ट्याक्ट गरेका थियौँ, तर लास्टमा हामीलाई गेम दिएन। केही छैन, गेम नदिए पनि म चाहिँ खेल्न जाँदैछु। अनि मेरो गाउँको भाइ पनि जाँदैछ अर्को टिमबाट। हामी खेल्ने भनेको 2-3 जना हो। अनि अरूले हामीले चाहिँ अरूको बाहिर भाइहरू ल्याउनु पर्थ्यो। हामी 2-3 जना चाहिँ अब जान्छौँ खेल्न, त्यही नै हो। साथीहरू हामीले खेल्न चाहिँ पायौँ। अनि फेरि 50,000 ल्याउने सपना चाहिँ चकनाचुर भयो। तर अर्को टिमको लागि भए पनि हामीले जिताउनु पर्ने हुन्छ। हामी चाहिँ माडेनमा छौँ। अनि यहाँ चिसो खाएको, अनि एउटा मान्छेले चाहिँ रेलको धुवा उडाउँदैछ। कसलाई लाग्छ यो मान्छेको अनुहार सोझो खालको छ, इनोसेन्ट छ, इमान्दार जस्तो छ देखिन्छ। हेर त हेर त यस्तो छ, हेर त यस्तो छ। ऊ चाहिँ हाम्रो गाउँको एकदमै इमान्दार, मेहनती, लगनशील, खोइके मिलनसार सबैसँग। अनि आँखामा राख्दाखेरि पनि नबिजाउने। ओके। अनि म यहाँ छु, मैले चाहिँ चिसो नि खाइसकेँ। अब यति छ, यो चाहिँ अब झोलामा हालेर जानुपर्ने हुन्छ। अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ। ठ्याक्कै अहिले मादेनको चोक्कैमा छौँ। त्यही हो, साउन्ड डिप्लेट भइरहेको जस्तो छ। त्यही अब यहाँदेखि चाहिँ हामी हिँड्छौँ। गोलो गोलो धुवा पनि बनाउन नाकबाट मात्रै फाल्यो त। ए दिँदैन, क्या आउँदैन? गोलो धुवा बनाउन त आउँछ? ल दिस इज प्ले ग्राउन्ड गाइज, होइन यो चाहिँ प्ले ग्राउन्ड हो। अनि फर्स्ट म्याच स्टार्ट हुन लागेछ। अनि म छु यहाँ चट्टसँगले बसिरहेको छु। अघि नै आएको भिडियो चाहिँ अघि बनाउनु खोज्दै थिएँ, तर आन्टीलाई धेरै पनि क्या भाइरल हुनुहुन्छ। गीत बजेको थियो, अनि कपिराइट लाग्छ भनेर चाहिँ मैले भिडियो बनाएन। अनि अब यस्तो हेर्न सक्नुहुन्छ तपाईँहरू, हाम्रो छिमेकी टिम हो यो चाहिँ। स्टार्ट हुन लागिरहेछ। बब्बाल छ बब्बाल। ओके, हेलो दर्शक महानुभावहरू, हामी उपस्थित भइसकेका छौँ। यो प्राविधिक समस्याको कारण हामी बाङ फुटबल क्लब वर्सेस पेम्बुङ फुटबल क्लब बिचको यो खेल हामी तपाईँहरू माझ जोडिरहेका छौँ। यो पहिलो हाफको अन्त्यतिर हामी रहिसकेका छौँ। केही ढिलाइ भइरहेको छ, त्यसमा हामी क्षमा चाहन्छौँ। इलेक्ट्रिक समस्याले सताइरहेको छ, त्यसको बावजुद पनि हामी तपाईँहरू समक्ष जोड्ने प्रयास गरिरहेका छौँ। हाम्रो भोइस क्वालिटी, भिडियो क्वालिटी कस्तो आइरहेको छ त्यो भने कमेन्ट गर्दै गर्नुहोला। पेम्बुङ फुटबल क्लबबाट खेलाडीहरूको नाउँले वाचन गर्न गइरहेको छु। टिम कोचमा सुमन लिम्पू र टिम म्यानेजरमा खगेन्द्र लिम्पूको साथमा खेलाडीहरू निरज लिम्पू, जर्सी नम्बर 19 सुदेश लिम्पू, गोलरक्षक जर्सी नम्बर 1 विपिन लिम्पू, जर्सी नम्बर अतिरिक्त खेलाडीको रूपमा अतिरिक्त गोलरक्षकको रूपमा विपिन लिम्बू हुनुहुन्छ र सुदीप मेवाहाङ जर्सी नम्बर 30, त्यसै गरी सुदीप लोङ्गुबे हाङ जर्सी नम्बर 17, सागर लिम्बू जर्सी नम्बर 15, विवेक लिम्बू रहन र पेम्बुङ फुटबल क्लब 1-0 अगाडि।
फुटबल क्लबलाई ओहो निरज निकै राम्रो बाइसाइकल किक ट्राई गरेका थिए तर गोल रक्षकले सहजै नियन्त्रणमा राखिदिएका छन्। देखिँदैछ लेख्नुहुन्छ बुद्धि थाम्देन लिम्बू ओहो उत्कृष्ट प्रहार गोल रक्षक अभिषेक याखा पनि कमेन्टमा साथ दिँदै हुनुहुन्छ। फर्स्ट म्याचको विन भयो लेख्नुहुन्छ। पक्कै पनि सिमसुरो विन भएको छ। सिमसुरो फुटबल क्लबले जित हासिल गरेको छ। विवेकको यो पास त्यति सशक्त पर्न सकेन। निङवासा सुभाष लिम्बू गोल रक्षक निरजको प्रहार राइट ह्यान्ड साइडमा निकै राम्रो क्रस ओ गोल रक्षकको निकै राम्रो बचाव मिड लाइनमा अब भने ओहो निरजको यो पास केही अवसर बनाउँदै यो पावरफुल प्रहार गर्न चाहे इन्टरसेप्सन गरे पक्कै पनि ब्लक भएको थियो र यो खेल यहाँ समाप्त। फेरि एकचोटि दिन्न प्लिज दिन्न एकचोटि हस् मलाई दिन्न एकचोटि खोइ ताली पड्काउँ न ल भिडियोमा हालिदिन्छु अरे म। यो चाहिँ हाम्रो के भन्छ स्टेडियम 3 गोल खाएको स्टेडियम है यो चाहिँ 3 गोल। अब जानुपर्छ हेर त कालो अनुहार नबनाऊ न अब यो भ्लगमा अपलोड हुन्छ। अहिले चाहिँ रात परेर झिमिक्क हुन आँटिसक्यो अनि हामी 2 जना आएको थियौँ गेममा त शीतल भइहाल्यो अनि अब घर जानुपर्ने हुन्छ। यस्तै भयो योपालि 2टा फेरि पनि हारिसक्यो लगालग चैतको महिना सायद मेरो लागि नराम्रो साबित हुँदैछ। अस्ति फागुनमा 2 म्याच जितेर चैतमा हारेर आएको थियौँ 5 तर तुम्बेवाबाट अनि अहिले पनि फर्स्ट म्याच चाहिँ स्वा भयो। अब अघि खाजा खाएको थियो तर कस्तो नमिठो खाजा होइन त्यो पनि छोड्नु चाहिँ छोडिएन सबै खाइयो त्यतिले नपुगेर अबि पैसा छैन यस्तै खायो हिँड्यो होइन रात परिसकेछ। त्यो गाइज अब म यो भिडियो चाहिँ अपलोड गर्छु। मैले खाएको गोलहरू पनि अपलोड गर्ने थिएँ कस्तो कस्तो खाएँ भनेर। कस्तो थियो भने यहाँ चाहिँ 7 साइड ग्राउन्ड भए पनि के अरे अफसाइड रुल चाहिँ थिएन अनि त्यही भएर अफसाइड ट्र्यापिङ नभएपछि हाम्रो डिफेन्सिभ इरर पनि भनौँ अलिक कमजोर डिफेन्सिभ नै देखियो अनि उता फिनिसिङ पनि नभएर मेरो बुझाइमा चाहिँ बलहरू खुल्ला च्यास्लाक चुस्लुक हानिदियो अनि शीतल बनायो। अब हामी फर्किँदैछौँ अब हारिसकेपछि हारेको त चित्त बुझाउनु पर्ने हुन्छ यसरी उयो गरेर हुँदैन होइन। अब हारिहाल्यो हारेर रुनु खोजेको जस्तो हुन्छ त्यस्तो होइन त्यही पनि त्यस्तो टाइपले हार्यो अनि हामीले अस्ति भर्खरै जितेको ठाउँ चाहिँ यो है यो लाइटको यो ग्राउन्ड यहाँबाट चाहिँ हामीले 55,000 लगेकै थियौँ 555 अनि त्यहाँ ट्रेनिङ हुँदैछ जस्तो छ केटाहरूको। त्यो साथीहरू अब भिडियो छ मेरो गन्तव्य फेसबुक पेजमा त्यहाँबाट अलिअलि क्लिपहरू म काटेर एड गरेर यो भ्लगलाई चाहिँ कम्प्लिट गर्छु। त्यही हो हेर्दै गर्नु होला मेरो भिडियोलाई माया गरिदिनु होला। नयाँ युट्युबमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला भिडियोलाई लाइक कमेन्ट अनि मेरो मभित्र भएको कमी कमजोरीहरूलाई औल्याइदिनु होला भ्लग बनाउने तरिका सिकाइदिनु होला। हस्त धन्यवाद।